हेलो हेलो के छ केटा हो आज चाहिँ मेरो बेलुकीको टाइममा ब्लग स्टार्ट भयो होइन त्यही नि हो टक्कसँगले म चाहिँ भित्र गएर होइन बाख्रालाई खोले पकाएर टक्कसँगलाई बाख्रालाई दिनु पर्यो भनेर यस्तो टक्क फटाफट बाख्रालाई खोले बाँडिहालेँ पहिलो कुरो चाहिँ त्यही नि हो अब के गर्नु बाख्रालाई खोले त दिनै पर्यो होइन घिनाएर हुँदैन भनेर टक्कसँग बाख्रालाई फटाफट खोले बाँडिहालेँ मैले त्यही बाँड्नु त पर्यो बाख्राले खाए मिठो मानेर खायो क्या बाख्राले तर नुन पनि हाल्दिनँ बाख्राले पत्तै पाएन मम्मीले चाहिँ भित्र ओइ पानी लिएर आइछ है मन थाल्नु म त रुनु पऱ्यो मैले ल्याएन भने कुर्छन् होइन त्यही नि हो अब फिल्टर चाहिँ त्यहाँ छ होइन पहिलो हात चाहिँ लास्टै फोहोर भएको छ नि त अब हात त सफा गर्नै पर्यो होइन मैले हात चाहिँ सफा गर्न गएँ म त्यही नि हो हात चाहिँ सफा गरेर कलमा धुनुपर्ने हुन्छ होइन पानीमा हात धोएँ अनि टक्कसँगले पानी बोर्न हिँडेँ पानी 2 जग हालेको पानी त आधी गाग्रो आएछ 2 जगमा छक्क पऱ्यो होइन अनि टक्कसँगले भित्र गएर यस्तो टक्कसँगले होइन के पाएको भनेर गएको ठक्कसँगले पुलाउ पकौडा दाल रहेछ दामी मिठो हुने हो ल आजको हाम्रो घरमा चाहिँ के आएको छ भने नि त्यही नै हो टक्कसँगले यहाँ हाम्रो पाइप आएको छ होइन त्यही नै हो अब पाइप भोलि फिल्टर बनाउने हो होइन आयो आजलाई भ्लग यति नै हो मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब गर्नु नबिर्सिनु होला बाई बाई सो मिस यु केडा हो सब्सक्राइब मी